हेलो काठमाडौँ दिस इज काठमाडौँ सेकेन्ड डे यिनीहरू यस्तो पो छ त हौ के हो के तरिका हो यो सुत्दै फेरि ओ माई गड मेरो चाहिँ यस्तो छ लुक्स हैन अब कालो कालो भइसकेछ म त कालो भएको छैन र म के हो यो व्हाट इज दिस तपाईँ यस्तै हो अब काम गरेर यस्तै आइरहनु भयो क्या त फेरि यो को फेरि यो यो को के भन्छ भन त के नभन्ने सिस्टर कहाँ गयो सिस्टर आएन त मलाई देखिरहेछ अहिले आउँछु ल अहिले आउँछु एकछिनमा 1 घन्टा आफ्टर 1 आवर कति बज्यो अहिले टाइम कति भयो भन त कति बज्यो 1 बज्यो के भन्छ तिमीले ल सिस्टरलाई बोलाएर लिएर सिस्टर माथि छ त रेडी हुँदैछ म तल सुज लाउँदै गर्छु ल मेघना हजुर लेट्स गो सुज लाएन तिमीले ओ म मास लाग्नै बिर्सिरहेको छु यस्तो बाहिर झुको छ नि त्यो त कहाँ हिजो हेर्नु त यत्रो के गरे पहिला लिँदैन के भयो दसैँ आएछ त यो ल पठाउ आइसक्यो मेरो इन्ड्राइभ भन्छ पठाउ भन्छ याङ्गो त्यो त उ त दुबई पनि छ ट्याङ्गो त ट्याङ्गो कि याङ्गो भन्छ हौ याङ्गो त्यो चाइनिज एप भाउजी हो ल भाउजीलाई के भन्नु ल भनिदेऊ भन तिमीले त्यसरी भन न मैले देखाएर ब्यागको लागि कलर राम्रो लाग्यो मलाई कलर थ्याङ्क यू सो मच ल ओके ल मासलाई लुटेर जस्तो देख्छ त्यहाँ हेलमेट चेन्ज गरेको तिमीले हेलमेट चेन्ज गरेको खोइ पहिला त अर्कै थियो त अनि अर्को कस्तो ब्लू टाइपको थियो त ब्लू कलरको अहिले म कलर चिन्दैन म आँखा बिग्रियो त्यही भएर पावरवाला चस्मा लगाएर हिँड्नुपर्छ खै हामी जाने बेला कसैले हेर्दैन त हौ हामी जाने बेला कसैले हेर्दैन त हामीलाई त खै ढोका कहाँ हो मैले छिटो तान्नु सक्दैन त पावर छैन रहेछ मसँग लेट्स गो स्टार्ट गर पर्खा वाले यहाँ राख्नु पर्यो मेरो बाई बाई कसलाई बहिनीले नलडाउनु पहिला जस्तो के अरे
काठमाडौँमा धुलो खाँदैछ जगान पनि यति मार्दा ल यस्तो छ बेहुलीगाउँ हामी धुलो खाँदै पछाडि राइडर पनि यहाँ पनि आएको एकचोटि भटघटी नै जान्ला फेरि भटघटी जलेको ठाउँ हेर्नु जान्ला विजिट टिटिन हाउ हाउ बसै तल डुबाइदियो जाम थियो अनि रमाइलो छ नि बिचमा मेरो कपाल त कस्तो भइसक्यो त एकछिन साइकल पनि प्रतिस्पर्धा छ यहाँ त सबै यहाँ काठमाडौँ सबै भागकै हो सबै प्रतिस्पर्धा यहाँ चाहिँ सब खतरा जाम हुने यस्तो ठुलो छ नि रोड पनि अनि गाइस हामीले यहाँ सामान खोज्न आयो सामान पाएन यहाँ चाहिँ फेरि अर्को ठाउँतिर जानु पर्ला जस्तो लाग्छ बहिनी आउँदैछ ओके यस्तो छ गाडीहरू जाम ड्याङडुङ धुलो पनि चलिरहेछ भने लेट्स गो हस् गङ्गा